सो गाइस फाइनली हामी टिकटकबाट चाहिँ अहिले भेट्यौँ। आउनु त के साह्रो हो। हेलो गाइस, तर मोटो मोटो जोडी मिल्छ पत्रा डेन्जर है। है कस्तो लाग्यो साइप्रस हामीलाई? ट्याक्सी गरी म इसे काला काला मेसिया टिका मेसिएसी गरिमु आउँदैन रे तेरी माटो में आधे आन्न त यार। हे गाइज अब हामी इन्जोय गर्ने सो भिडियोलाई हेर्नुस् है, लामो छ तर फन्टास्टिक छ। फर्स्ट त गाइज म कसी देखिया छु, हामी देखिया छ कि नै? यो चाहिँ साइड भएको हैन, यसरी हाल्नु पर्छ टक्क। आज आइतबारको दिन गाइज म त निक्ले हजुर आज आइतबार घुम्नलाई नयाँ ठाउँमा नयाँ तरिकाले हैन। 15-16 महिना एक ठाउँमा काम गरेँ लार्नाका। अहिले चाहिँ म लिमासोलमा छु हैन। जस्ट घरभन्दा 2 मिनट अगाडि चाहिँ म भिडियो बनाउन आर्यो। अब म आज घुम्न जान आर्यो नयाँ ठाउँमा, नयाँ एक्सपिरियन्सका साथ। हेरौँ कहाँ घुमिन्छ, बाटो भुलो कहीँ अलपत्र पडिन्छ कि है त। अपडेट दिनु तपाईँलाई अहिले म हेर्दै गरेँ भिडियो। म बसेको ठाउँबाट बस स्टप पुग्दालाई जस्ट 10 मिनट लाग्दो रहेछ क्या। तपाईँलाई म हिँडबाट जान आर्यो। पछाडि देख्दै सक्नुहुन्छ के त्यो एक कार लैजाए परे चुइकाइदियो भन्ने मन लाग्छ क्या। दु नै चाबी छ न हातमा सिट छ, अन्त त रन्का बुद्धि रन्का गद्दोपट्टि थियो होइन गाइज। पारेर यो बर्गर पिज्जा सिज्जा लैजाने वाला हो डर हाल्नु बहुत लामो भिडियो हुने हो हेर्दै गरेर ला। म घरबाट जस्ट 8 मिनटको बाटो हेटिया। अब 2 मिनट मात्रै छ बस स्टपमा पुग्दो। यहाँ र यहाँ यो मसान घाट वा भूताउनी हो पर पल्लो अडाउँदै यो क्रिस्चियनहरूको मान्छे डोरो हाल्नु ठाउँ हो होइन। हाम्रो पोल्लानबाट यहाँ डोरो हाल्लान् क्रिस्चियनहरूको मुस्लिमहरूको यसै हुन्छ नि त कल्चरहरू देखियो। अब म बस स्टप पुग्दाखेरि बस स्टप गाइज म बस स्टपलाई पुगेको छु होइन। बस कुरबाट बसेको छु। बस चाहिँ यहाँ 8:45 आउने रहेछ, 9:45 आउने रहेछ। म चाहिँ अहिले 9:34 भएको छ। थोडा अब भनौँ न अगाडि पुग्यो 10 मिनट समथिङ। ठिक छ, बसलाई कुरबाट बस्छौँ। घाम बहुत छ यार। म यहाँ कहाँ जाए बरु मरौँला कठौलाडी घामले पछाडि नयाँ छड्डे भयो। सो गाइज म चाहिँ बस कुरेर बस्दै थिएँ। यहाँनिर हाम्रो नेपाली दिदीबहिनीहरू पनि भेट्यो। सो अब चाहिँ बस कुरेर बसिरहेको छौँ। केही छिनपछि हामी मलस पार्क जानेछौँ। सो गाइज हाम्रो बस आयो अहिले भर्खरै। अब हामी हिँडेको ला। सो गाइज हामी बस चढेर हिँड्यौँ घुम्नलाई। ना 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 हेलो हेलो यता हेर न, आइ भनिदेऊ न। गाइज हामी बसबाट झऱ्यौँ। हामी अब मलस पार्क जाने तयारीमा छौँ। कता हो कता? बाई बाई बस त चाहिँ जा। अब हामी चाहिँ यता झऱ्यौँ, अब मलस पार्कतिर लागिन्छ। हाई त गाइज मैले आँखाको रोग पनि मिलाएँ। अब यो लिमासोलमा आएर 6 युरो लियो। 6 युरोको नेपालको धन्नै 1200-1300 रुपियाँ हुन्छ। यस्तै छ हाम्रो कहानी। अब हामी लाग्यौँ मलस पार्कतिर गाइज। सो गाइज हामीले अलिअलि आएको महिनाको सेलरी चाहिँ यसो ब्याङ्क एकाउन्टमा हाल्यौँ। एक बोतल पानी चाहिँ 50 सेन्टको नेपाली समथिङ कति होला, 100 रुपियाँको होला पानी किन्यौँ होइन। यहाँ हेर्नुहोस् यहाँ नेपालीहरूको पुरा यो चाहिँ भिड छ। यो चाहिँ मलस पार्क हो होइन, यो लिमासोलको। आउन है छिटो नकचरी। कता आएर तिम्रो घर चाहिँ नेपाल? मेरो झापा। ओइ झापाली र सुदूरपश्चिमेली क्या मिल्यो यार। भगाएर लानु पऱ्यो क्या, केटी भइको काम कुरो मिल्दैन होला। हिँड न छिटो छिटो, के साह्रो तिमी यहाँ 4 मिनटको भिडियो भइसक्यो यार। ल गाइज हाम्रो चाहिँ धेरै टाइमको भिडियो भयो। आहै वाउ सुपर डुपर यस्तो समुद्रको किनार किनार